ताजा बोत बोइ किन बित्ता चोरे अहिले पछाडि जानु न ल यहाँबाट पनि हान्दिन्छु म हाने पनि ल हेरे श्यामे लु टिपे शेल ये लागे के भनिरा तिम्रो त बामेको पुच्छर आयो साला आवारा काम साम छैन बच्चासँग गुच्चा खेलेर बसेछ ओइ के भनिस् रे टोपे तेरो ढाडले दुख पाउला नि फेरि भयो छोड दे भरे फेरि बामेलाई कुरा लाउला खोडा बोकेर आउला फेरि गामिन जाऊ होइन आज के पाक्दैछ हौ घरमा ट्याङ ट्याङ र टुङ टुङ छ कि मासु महँगो भयो भनेर हड्डी ल्याएर पकाइछ है बुढी आया बाबा आज पनि लास्टै थाक्यो छ आज त ल्यायो होला नि पैसा कि आज पनि ठेकदार भेटेनौ भेटे आज त किन नभेट्नु नि अनि ल्यायो होला नि त पैसा छैन आज पनि 1-2 दिन पर्खिनु भन्दै थिए अनि तिमीले चाहिँ केही भन्न सकेनौ उहाँ छोरीको स्कुलमा फी तिर्ने बेला भइसक्यो थाहा छ कि छैन थाहा छ बाबा मागेको त हो अब 1-2 दिन पर्खिनु भन्छ त म के गर्नु नभएको चिज कहाँबाट ल्याएर दिनु चोर्न जाऊ हेलो सुन त त्यो लामा दाइ छ नि स्यामेको बाउ टोयलेटमा चिप्लेर पो लड्यो अरे त हो हस्पिटलै लानु पर्ला जस्तो छ भन्दै थियो जाउ गएर एकचोटि हेरिदेऊ म डाक्टर हो र गएर हेर्दै म ठिक हुने खोइ ल्याऊ बडु भात खाऊ पहिला गएर त आऊ न त्यहाँ मान्छेलाई अप्ठ्यारो परिरहेछ ए भात खाम भनेर हात धोएर आइसक्यो ल गएर आउँछु फेरि उठेर जानुपर्ने के छ हौ माइली एक्लै दन्त गइरहेछस् त साले अरू केही बाना बनाउनु आएन सिधै बाउनै बेस बनाइदिस् त अनि माइलीले यसो पाहुनाको थाहा पाएन के हो अनि मामालाई त सानोतिनो बहानामा माइजूले घरबाट कहाँ निस्किन दिन्छ त के कसो त्यही त भने आहा माइली यो तेरो सुरिलो आवाज सुन्न नपाउँदो पनि
पानी बिनाको माछा जस्तै हुन्छु हौ म त। लुलु भयो धेरै गफ नलागा। अनि माइजूको चाहिँ स्वर सुरिलो छैन? भान्जा त्यो बेमौसमी सागको कुरा नगर भान्जा। अघि भर्खर त टोयलेटमा चिप्लेर लडेको भन्थ्यो त फेरि। दाई त ठम ठम हिँडिरहेछ। ओहो दाई टाढै पुगेर आउनुभयो? यसो तलतिर घुमेर आएको। खाना खायो त? खाएँ दाई खाएँ। लागे है? ए ल ल दाई ल। ए भनेपछि यिनीहरू आज पनि भट्टी छिरे होइन? भरे घर त आओस् न, मैले जानेछु। चेस गरौँ। ल ठोकौँ मामा। ठोकौँ। साँच्ची पुर्ने है त। अनि पुर्ने कहाँ छ भनेर मलाई थाहा हुन्छ। मासतिर जुन तारा गनिरा होला नि। ए भनेपछि केटाहरूले आज पनि ठुलै भाग खुवाउने भयो होइन त? त्यो मायाको दाइ कति भेडो छ भन्ने थाहा हुँदाहुँदै त्यो पुर्ने किन राति राति भेड्न जान्छ? मामा के टेन्सन लिइरा? लु चेस गरौँ। ए के को चेस नकसेस? अहिले बामेले भेट्यो भने बिगार्छ फेस। खान्न फेरि भाग्नुपर्ने होला। बडु घरकै बुढीको कचकच ठिक छ। आज भाग्न सक्नु पर्दैन क्या मामा। दाइ चाहिँ छैन क्या घरमा। तर पुर्ने गएको त यत्रो बेर भयो। होइन कहाँ गएछ केटो? अरू कहाँ जान्छ र त्यो? त्यही मायाको काखा सुत्या होला, थोतरो सायरी भन्दै होला। आकाशको जुनलाई बादलले छेकिदिन्छ, आकाशको जुनलाई बादलले छेकिदिन्छ। धेरै बोल्नु पर्दैन माया, मलाई आई लभ यु भने पुग्छ। मलाई आई लभ यु भने पुग्छ। मलाई आई लभ यु भने पुग्छ। आहा गजब होला जस्तो छ। तेरो मायामा कुन दिन म सायरै बन्छु होला हौ। के भन्छस् त? कस्तो लाग्यो? तेरो टाउको जस्तो लाग्यो। उता जा। उहाँ घरमा बाउले बिहे गर्ने कुरा गर्न थालिसक्यो। त भनी चाहिँ आकाशको जुन हेर्दै बस। होइन तेरो बाउलाई के विधि भइसक्यो बुढेसकालमा? यति राम्री छोरीको बिहे गर्ने बेलामा आफै पो तात्या छ त बा। अहिले हो तैँले मसँग न्यु खोजिरह हो। तँलाई त मेरो फिलिङ्सको केही कदर नै छैन क्या। सरी के बाबा, नरिसा न। साँच्ची एउटा कुरा भनौँ? बरु हामी भागौँ। के सोचिरा? त मलाई भगाएर नि लान सक्दैनस्? नामर्द। नामर्ची होइन कि म त्यसरी मान्छेलाई नामर्ची भनि नहाल्न। अब हेर माया, तँलाई भगाएर लान त ठुलो कुरै भयो नि। त अहिले भन, अहिले भगाएर लान सक्छु। तर यहाँ सबभन्दा ठुलो कुरो त त्यो बामे हो कि तेरो दाइ। हेर्दै हान्ने गोरु जस्तो छ, रिस उठ्ने। तेरो बाउआमाले एक एक बोतल रक्सी लगेर दियो भने छोरी लानुस् ज्वाइँ साहब भन्न बेर लाउँदैन। तेरो दाइ यत्रो यत्रो आँखा पल्टाएर हेर्छ है मलाई त।
भनेपछि तँलाई मेरो दाइ देखेर त्यस्तो डर लाग्छ? डर तेरो दाइसँग अरू त को म डराउने भोलि ज्वाइसा भनेर यही खुट्टा धोएर पानी खानुपर्छ र मात्रै हो, नत्र मैले उहिले बट्टर बुटर पारेर कसलाई बढाउने कुरो हुँदैछ यहाँ? के गर्ने? दाइ नमस्ते। त खुर्का तल जा भने सुनिनस्? माया 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 ओइ त यहाँ किन आइस? दाइ रात पर्यो, मायाले लुगा उठाउन साथी जाऊँ न भन्यो, त्यही भएर। ए मैले लुगा उठाइस तेरी माँ झ्याग्ने म तँलाई उठाउँछु। अरे ओइ बाक्छस्? पुर्ने गएको त धेरै बेर भइसक्यो त। बतासेर आइस त भान्जा कि काम कुरो बिगार आइस? मैले चाहिँ केही काम कुरो बिगारिनँ मामा, त्यो मायाको दाइ भामेले मलाई लखड्दै आउँदैछ, त्यसले अहिले हामीलाई भेट्यो भने हाम्रो चाहिँ के बिगारियो थाहा छैन। बरु यहाँबाट छिटो निस्किहालौँ। हे तेरिका कति खानु पऱ्यो। खोइ बाइक कहाँ छ? बाइकको चाबी चाहिँ मसँग छ जस्तो छिटो ल भान्जा। कुन चाहिँ हो यो? लामो लामो खोइ म बाइक चलाउँछु। कस्तो रहेछ? हुँदैन के सालाहरूलाई आज छोड्छु होला त। ओए आइज बस, नत्र म छोडेर जान्छु। भागेर कहाँ जान्छस्? पक्क ओए बामे आइज, आजै भेट्छस्? सला आइज आइज ओए। पक्क सालेहरूलाई। छोरी नानी चाहन आइज, अनि दाइलाई नि बोला है। ल ल दाइ राति घर त आएको छैन, दाइलाई चाहिँ कहाँबाट बोलाउनु नि? के रे दाइ घरमा आएको छैन रे? अनि कहाँ गयो त त्यो? खै मलाई के थाहा। कति सताउनु सक्यो होला त्यसले मलाई। अहिले घर त आउन नि, मैले जानेछु त्यसलाई मैले।
फेरि किन करायो कि के भयो किन माथि के भयो त्यहाँ माथि हेर्नु न दाइहरू खोइ कहाँ छ र खोइ छैन त कोही पनि यहाँ झ्यालमा अघि त त्यहीँ माथि झ्यालमा थियो जादु भएछ कि के हो है आमा के जादु अहिले रिस उठेको बेलामा मलाई धेरै नजिस्काइ बस अहिले म तेरो जादु देखाइदिन्छु मैले के भयो दिदी किन छोरीलाई कराइरहनु भएको के होइन नानी यसलाई पढ भनेर राम्रोसँग सम्झाइरहेको हो नि दिदी आजकलका केटाकेटीहरूलाई सम्झाइ चाहिँ राख्नुपर्ने रहेछ आजकलका बुढाहरू कुन्नी के जाति जस्तो धन्न मेरो चाहिँ त्यस्तो छैन आनन्द छ मलाई चाहिँ अनि साँच्ची दिदी राति ढोका खोलिदिनु भएन कि क्या छोराहरू त झ्यालबाट चढ्दै थिए त म त 2-3 जना देखेँ चोर पस्न लाग्यो कि क्या हो भनेर झन्डै कराएको मातेर पो आएको जस्तो लागेको थियो हौ दिदी 3 जना हल्लिँदै थिए ए भनेपछि यिनीहरूको हरकत यस्तो पो रहेछ कहाँ छ तिनीहरू म आज खुट्टा सुट्टा नभाजमा छोड्दिनँ म यिनीहरूलाई ए आमा माथि छैन कि दाइहरू अघि झ्यालबाट निस्केर भागिसके अनि अघि नै मलाई भन्नु पर्दैन त अनि अघि मैले भनेको त हो नि मेरो कुरा पत्याउने होइन अहिले भात खाना आउला नि त्यसलाई मैले जानेछु फेरि गयो यो छोड्दै लिनु मामा रातभरि छाती नै फुट्ला जस्तो गरी दौडायो त्यही केटीको कारणले अहिले त्यही केटीसँग मक्ख परेर बोलिरहेछ आमा हेर हेर त्यहाँ मस्केको एउटा हेर न खन्जुवा खानै नपा जस्तो कति खाएर हो के भनेको मामा खाने हो खानु ए भान्जा म त जान्छु है एकछिन न मामा कुरा गर्नु छ कि केही कुरा गर्नु खै खालि फोनै मात्र झुन्डी बसिरहेछ त्यही त भने मामा यो त लड्की मिला दोस्तको भुला भने जस्तै भयो त के भन्छ यो खालि त कुरा गर्नु तपाईँ चाहिँ कहाँ हिँड्या बस्नु नि एकछिन कुरा गर्नु छ कि केही कुरा गर्नु खै खालि फोनै मात्रै झुन्डेर बस्छ तर साँच्ची थाहा छ मामा एउटा कुरा कि जसले जे भने पनि माया चाहिँ लास्टै गर्छ हो मोरीले मलाई अलिकति टेन्सन भनेको त्यही बामे हो कुन दिन म त्यसलाई स्वाप छप्काइदिन्छु के छप्काउने कुरा गरे है बरु त्यसको अनुहार देख्ने बित्तिकै कटुमा गुम्की छ भन्नु बरु तैँले के सोचेको मलाई त्यति हिम्मत पनि छैन मेरो हो भान्जा यसको हिम्मत कति छ भनेर त राति नै देखिहाल्यो नि ओए जुम्री के हो भाँडा मात्रै छस् त भात खाइसक्यो हो तिमीहरूले खाइसक्यो आमा खोइ त आमा पानी लिन मलाई भात छैन न तरकारी राख्दैछ न दाल राख्दैछ यहाँ
अलिकति तरकारी त राखिदिनु पर्छ नि यार। निस्तै भात खानु मैले। ओहो राजा साहेब कतिखेर सवार भयो नि? किन घाँटीबाट भात गएन? जा नानी अलिकति मास लिएर पकाइदिए यसलाई। भोक लाग्यो होला, बिहान भरि हलो जोतेर आएछन्। ए म के भइरह फेरि? के हुनु देखिनस्? त्यो त चढ लाग्छ मलाई। काम भनेपछि उहाँ ओरोको सिङ्ग पर सारे होइन। उसलाई भने जे भन्यो त्यही चाहिने। अहिलेसम्म यत्रो लाठे भइसक्यो अझ पनि दङ्ग्याएर खान खोज्छ है। पुग्यो कि अझै बाँकी छ भन्न? सास फेर पहिला राम्रोसँग। ओइ जुम्री पानी ल्याएर दे आमालाई। काहीँ न दुनियाँको कुरा सुनिया छ, काम छैन, जहाँबाट तरकारी राखिदिएको छैन। गएँ म। कहाँ हिँडेको फेरि? खुरुकै घरमा बस, घरमा कति काम छ। बस्दिन। जुन घरमा पुर्नेको इज्जत छैन त्यो घरमा बसिँदैन। भरे आउँदा चाहिँ तरकारी राखिदेऊ नि फेरि। सबै आफै सफा चट नगर। अनि के रमिता देखाएर भने यो बाउले? छैन भनेपछि सिधै छैन भन्नु नि। जा अब 500 माग्दा नि। तँलाई 500 इला जाथा। यत्रो लाठे भइसक्यो अझै पनि यो बुढो हड्डी ख्याएर पालिराख्नु परेछ। त जस्तो कुलङ्गार जन्मिनुभन्दा नजन्मेकै बेस हुन्थ्यो। पाल्नै नसक्नु भए किन जन्माएको त? नजन्माएको भए भइहाल्थ्यो नि। जा अब 500 माग्दा पनि यस्तो किचकिच गर्दो रहेछ। ओइ कहाँ हिँडिछौ? तेरो घरमा त पुरै आन्दोलन भइरहेछ त। के कुराको वार्ता मिलेन तिम्रो बाउ छोराको? के हुनु नि, जुन दिनदेखि आमाले छोडेर गएको छ त्यही दिनदेखि बुढोको खुस्केछ के। छेड्दै यस्तै हो। जाउँ हिँड बरु, मेरो नि घरमा त्यस्तै चलिरहेछ। जानी चाहिँ कहाँ हो? आइज न आइज, एक ठाउँ लानु छ कि। ल ल आइज। हितैको मायालाई राखे मनैमा। होइन के गर्छ यो? बाउलाई सिक्यो। अहिलेसम्म त सधैँ नै छु, तिम्रो यस्तै पारा हो भने बोलाउनु बेर छैन। ए बाबा, आज जसरी भए पनि ठेकदार भेटेर पैसा मागेन छु भनेकै छु त। पैसाको कुरा कसले गरेछ यहाँ? अनि के त? अनि अघि कसलाई सम्झेर राखे मनैमा गीत गाइराथिस् त? अबदेखि म कहिले गीत गाउँदिनँ। ल म काममा गएको है। एकछिन पर्ख। अब न ढाँटी भन त, हिजो बेलुका तिमी कहाँ गएको थियौ? भरे कुरा गरौँ। ठिक छ है बरु। हे नचल। हे मैले भन्दैछु बेलैमा सोचिहाल। उता घरमा मेरो बिहेको कुरा पक्का भइसक्यो। अझै पनि तेरो केही सुरसार छैन भने मलाई बिर्सिन हुन्छ। ओइ म के भन्दैछु सुन्दैछस्? सुने, त किन चिन्ता लिन्छस्? त चिन्तै नलिन। हेर तँलाई त म तेरो घरको त्यो मण्डप बढै भयो नि उठाएर लान सक्छु। भगाएर लिएर गइहाल्छु नि। किन चिन्ता गर्छस्? सक्छस् भने आज भोलि नै भगाएर लैजा न, कि आजै लैजा। नत्र भने मेरो बाउ आमाको पैसा खर्च गर्ने काम नगर। ल मैले तँलाई भगाएर लगिसकेपछि तेरो बाउआमाको पैसा चाहिँ कसरी खर्च हुन्छ? अनि हुँदैन त? बिहेको लागि भनेर त्यत्रो खर्च गरेर तामझाम मिलाएको हुन्छ। सारा गाउँलेलाई भतेर खान बोलाएको हुन्छ। अनि त चाहिँ कबड्डीको निश्चल बस्ने हो र? फुत्ता आएर यसरी अर्काको छोरीलाई भगाएर लान? हो त है। बरु यसो गरौँ ल,
जे पर्ला पर्ला आज राति ठ्याक्क 10 बजे कोको पुन्तुरो बानेर मलाई पर्खी बस। आज इन्द्रको बाउ चन्द्र नै आए पनि मलाई कसैले रोक्न सक्दैन। हो लु आज भागु। के भन्छस् त? हुन्छ। ल उसो भए आजलाई छुट्यौँ। अहिले नै जाने र एकछिन बसौँ न। भो अब नबसौँ, गएर धेरै काम गर्नुपर्छ बुझिस्। ल हिँड्छौँ। ओइ निस्किम है। बस है राति 10 बजे। अनि निम्तो त पढाइराख्नु पर्दैन होला नि काका, आफ्नै छोरीको बिहे हो। अनि भोलि आउन पाएन भन्न पाउँदैन नि फेरि, जसरी नै आउनुपर्छ। अनि त्यो श्यामेलाई पनि राम्रै सम्झाएर विदेशतिर पठाउनुहुन्छ काका। यत्तिकै गाउँभरि डुलेर बस्नुभन्दा त। खै मैले त जा भनेकै हो, मान्दैन। जेसुकै गरोस्, त्यसको जिन्दगी। ए छोरी कहाँ पुगेर आयो? तल बजारसम्म पुगेर आएको काका। ढोका रे भाग्यमानी हुनु। ल यो पनि ठ्याक्कै आइपुगेछ। जा माया, भित्रबाट काकालाई अलिकति यसो ल्याइदे। भो पर्दैन पर्दैन, पर्सि बिहाकै दिनमा खाउँला। अलिकति लिनुहोस् के काका, पर्सि भनेको त छँदैछ नि। आफ्नै बहिनीको बिहे हो, खाम्ला पिम्ला नाचम्ला गाम्ला, कि कसो माया? ल हेर हेर, आफ्नै बेगको कुरा सुनेर लजाकी। साँच्ची मामालाई पनि भन है। ए ल ल ल आज त झट्ट होइन मायालाई भित्र्याउनु हो। अर्को वर्ष त पूर्णेको भन्ट्याङ भुन्डु खेलाउनु पर्छ। हो नि मामा। आहा कस्तो पिसा पाए त भन्छ। मेरो म मुतेर आउँछु है। म नि फेर्छु मामा। आच्या के भयो भान्जा? मामा भो नजाम कि के हो है? हावा कुरा नगर न भान्जा। बामेले भेट्यो भने त मार्छ होला हौ। भो नजाम, फर्किम। हामी छैन हो भने माया वहाँ बाटोमा कुरेर बसिरह होला। दिउँसो त इन्द्रको बाउ चन्द्र आयो नि डराउँदिन भन्थिस् त। हामी छु त म। जो 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 जसरी नै ल्याउने हो। ल केटा हो तिमीहरूको आजभोलि हालखबर के छ त? हालखबर त ठिकै छ दाइ, तर आजभोलि त्यो पूर्णेहरूको चाहिँ हालखबर अलि बिसन्चो छ जस्तो छ। अस्ति मलाई टोपे दिँदै थियो। हो दाइ हो, आजकल त त्यसले खुब हेप्न थालेछ त। त्यसको छाला नउतारी भएको छैन। आजभोलि मायासँग पनि हिँडचिन बढाएको छ अरे त्यसको।
आको म त मायाको गाउँसम्म ल्याइदेऊ माया देखि पाउसम्म जय फुलको बासना नबोले नि हाँसिराखन ओहो हराउँला है ल तिमीहरू अगाडि हिँड्नु त बेहुला बेहुली हराउँछु केटोले ल्याएको आज चाहिँ आँट गरेको ओए पुण्य कहाँ राख्छ है राति राति माया पनि आफै माया पनि रहेछ ओए भाग्छस् ओए भाग्छस् समाज नि कहाँ भाग्दो रहेछ यो साला भेटी छैन ओइ सालेहरू तेरो बाबु के राइरहेको छिटै साला भागेर कहाँ जान्छस् झ्याग्नेहरूलाई ओइ केटा हो हिँड त्यसको घर कुकुर निकाल हिँड खोइ त नानी तेरो दाइ अहिलेसम्म घर आएको होइन त्यसलाई घरको केही पीड चिन्ता छैन नानी कहाँ गयो अहिलेसम्म हेर पुर्ने घर पुग्ने बित्तिकै भाले निमठेर टाउको धुरी नाच्ने गरी हाल्नुपर्छ है आमा र बहिनी सुतिसक्यो नडला है पुर्ने म छु ल्यायो 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 को रहेछ नानी को गराएको खै को पो फेपाले चङचर ल्याएछ फेपाले चङचर ल्याएछ यो धनी पो रहेछ किन के बौलाइ के हो ल्याएको चङचर सारे पुराम्री रहे अपुइ यो पुर्ने के अचम्म गरेको यो ल्यायो 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 बडी ल्यायो है होइन यो धनी सपन अघि विपना हो यो विपना नै हो दिदी विपना पुर्नेले के गर्न सक्दैन भने हैन गरेर देखायो त केटाले बडु रीतिथिति के हो मिलाएर भित्रै हाल हो दिदी अब आज रातमा के रीतिथिति मिलाएर बस्नु छोराले ल्याइ त हाल्यो जे मिलाउने अब भोलि मिलाउँला कतै चाहिँ अब चाङसार बाजिम है जो पूर्णेसम लु ब्रम नाङ्दिम ल लु कतै जे भयो हो गाला चाङसार कतै जाब है एकछिन पर्खनुहोस् फुमो यो लठुवाहरूले मायाको मर्जी बिना नै मलाई सुत्ता हातपात गरेर ल्याएको नपत्ता हेर्नु मेरो हालत र आफ्नो छोराहरूलाई सोध्नुहोस् हो कि होइन भनेर होइन यो पुर्ने मैले के सुन्दैछु यो कुरा साँचो हो बोल न कुकुर खासमा कुरो के भएको भने नि दिदी चुप लाग धनी सबै तेरो कारणले भएको बुझिस् नानी के तिम्रो दाइले भने कुरा हो त बोल न नानी अब के नै बोल्न बाँकी छ बुबु जे बोल्छ भोलि चौकीमा प्रहरीले बोल्छ माया त घरि हिँड भने सुनेनस् ए बाबु
बसेरै सल्लाह गरौँ न होइन बाबु बसेरै राम्रोसँग सल्लाह गरौँ न घरको कुरा किन चौकीसम्म पुर्याउनु पर्यो नगर्ने गल्ती गरिहाल्यो यिनीहरूले के चाहिँ गर्दा ठिक होला त्यो चाहिँ गरौँ न बाबु दुईजनाको जोडी सुहाएकै छ एकअर्काले माया गर्छन् अरे बरु रित पुऱ्याएरै माग्न आउला बरु राम्रोसँग यिनीहरूको बिहे गरिदिउँ न हुन बाबु बिहे गरिदिउँ रे यस्ता सपना चाहिँ नदेख्दा हुन्छ फुपू अब यो गाउँभरिमा कोही केटा नपाए जस्तो यही पुण्यलाई मेरो बहिनी चाहिँ लाउँछ होला त मैले होइन म माथि के कुराको कमी छ जहाँ अब एउटा स्वास्नी पनि पाल्न सक्दिनँ होला त मैले तातो रिस नगर पुण्य पाल्न सक्छु भन्दैमा अर्को छोरी बिहे गर्न ल्याउनु मात्र ठुलो कुरा होइन गाई बस्तु हो र घाँस खुवाएर पाल्नुलाई अघि त ममा के कुराको कमी छ भनेको होइन सबभन्दा पहिला त बुलाउला हेर र आफ्नो घरको हालत हेर अनि बुढी भएको आमालाई हेर जसले यो उमेरमा पनि मेलापात गरेर अर्काको जुडो भाडा माझेर पालिरहेको छ तिमीहरूलाई आजसम्म पनि बाउको कमी महसुस हुन दिएको छैन तिमीहरूलाई बुझिस् हिँड जाऊ केटा हो उसको दाइ चाहिँ आएर लिएर गइहाल्यो के गर्ने त होइन कता हिँडेको पुण्य कहाँ गयो फेरि जा धनी हेर्दा बाबु त्यो कहाँ गयो हेर्दा त हेर्दा सुझाव कहाँ गयो हेर माया त मलाई किन बुझिरहेको छैनस् शत्रु हो र त मेरो तेरो कुभलो चिताउनको लागि बहिनी होस् त मेरो तेरो नराम्रो होस् भन्ने चाहन्छु होला र म हेर बिहे भनेको केटाकेटीले भाँडाकुटी खेलेको जस्तो हुँदैन के जसको लागि तँ मर्यादै गर्दैछस् नि त्यो आफै आफ्नो खुट्टामा उभिन सकेको छैन जसको चाहिँ घरमा बिहान खाए बेलुका के खाम बेलुका खाए बिहान के खाम चलिरहन्छ त्यस्ताहरूको घरमा मेरो बहिनीलाई कसरी पठाऊ मेरो बारेमा नसोचे पनि कमसे कम बिरामी भएर घरमा थन्केको बाउआमाको बारेमा त सोच सम्झाउनु पर्ने कुरा सबै सम्झाएँ मैले बाँकी तेरो खुसी एउटा कुरा याद राख तँलाई तेरो खुसी ठुलो लाग्छ भने तेरो मर्जी गर तर मेरो मरेको मुख देख्लास् माया 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 के गर्दा आइस फेरि त यहाँ मलाई मायासँग कुरा गर्नु छ गर्दैन मायाले यहाँ कसैसँग कुरा आजबाट मायाले तेरो साथ छोडिसके यही शब्द म मायाको मुखबाट सुन्न चाहन्छु के सुन्न चाहन्छस् त मेरो मुखबाट के सुन्न चाहन्छस् सुन्न सक्छस् ल सुन आजसम्म तेरो र मेरो बिच जे थियो नि त्यो सब सक्यो बुझिस् सब सक्यो के बोलेको माया तैँले के बोलेको मलाई थाहा छैन र तैँले मलाई कति माया गर्छस् नछ मलाई कसले भन्यो मैले तँलाई माया गर्छु भनेर कसले भन्यो तँ एउटा नालीको किरा मात्र होस् तैँले मलाई चुने औकात छैन बुझिस् ठिक भनिस् माया तैँले एकदम ठिक भनिस् म नालीको किरा नै हो त कहाँ यत्रो हुने खाने घरको मान्छे मलाई हेर्न म कहाँ हुँदा मात्र खाने घरको मान्छे हाम्रो कस्तो लेभलै नमिलेको है
ठिकै छ मलाई त केही भन्नै आएन माया मैले के बिराएको भए माफ गरिदिए ल म जान लाग्यो है म रोकिदिनँ नि फेरि भन्दै छु है मैले म जान लाग्यो है हाम्रो बिहे हुनुभन्दा अगाडि नै मैले तँलाई छोड्यो भने के गर्छस्? यस्तो जे पाइ त्यही कुरा चाहिँ नगर पाइ बुझेस् नि जुन दिन तैँले मलाई छोड्छस् नि यहीँबाट हाम्फालेर मरिदिन्छु फेरि बढी